हेलो एभ्रिवान, स्वागत छ हजुरलाई मेरो भिडियोमा। अनि आज चाहिँ म आटाको मोमो खान लागिरहेको छु। यो आटाको मोमो चाहिँ मैले घरमै बनाएको भेज अनि सुप अन्त चटनी। ओके, स्टार्ट गर्ने त। यो चाहिँ मैले घरमै बनाएको, कस्तो रहेछ हेरौँ। वाउ, दामी रहेछ। ओके, मिठो रहेछ। मोमोसँग चाहिँ सुप चाहिँ कस्तो मिठो हुन्छ नि त है। यो चटनी चाहिँ त्यस्तो खास भएन रहेछ। सो ज्यादा तितो अरे के हो, तितो हल्का मात्रामा तितो। गाडीहरूको आवाज यति बिघ्न आउँदैछ। सुपमा हालेर त यो चटनी चाहिँ मिठो भएन, के भएर के। मैले अघिनिर बनाएर नुन चाख्दाखेरि चाहिँ मिठो थियो होइन, अन्त टेस्ट आएको थियो। अहिलेनिर त कस्तो तितो तितो पो भएछ। सुपसँग खान्छ। चटनी तितो भएर खानै मजा आएन है। तितो भन्दा पनि तितो तितो धेरै पनि होइन, ठिक्कैको भएछ। तर चटनीको टेस्टै मिठो भएन।
यो चटनी चाहिँ तितो भएर मलाई खानु मन परेन, मजा आएन। थ्याङ्क यू सो मच हजुरलाई मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा। हजुरलाई मेरो भिडियो मन पर्यो भने लाइक, सेयर, सब्सक्राइब अनि कमेन्ट गर्नु नभुल्दैन होला है त। बाइ बाइ।